साँझ भयो अनि बोका थियो 15-16 धान जस्तै बोका थियो अनि त्यो बोका त त्यसै झोक्रा र गुलिएर बस्ने झोक्रामा बस्ने गरेछ अनि मलाई त यादै गरिनँ मैले याद गरिनँ अनि बोका त्यस्तो भएर बसेछ अनि फेरि घाँसै नखाने खोले पानी केही नखाने भएर बसेछ बोका अनि फेरि म अनि बाख्राको ठाउँमा जान्छु गर्छु खोरसम्म गर्छु भनेर जाँदाखेरि बसेर अनि मैले यो बोकालाई के भन्छ भनेर छोरीसँग भनेँ अनि छोरी मलाई थाहा भएन भनेँ अनि मैले त्यो बोकालाई अनि के भयो त भनेर अनि मैले फेरि त्यो बोका समातेर उसो सिलिन्डर हात राखेर अनि म केही जानुपर्ने सो हजुरले जान्छ कि हो मेरो होइन भनेर मैले सँगै अनि म आने भाषाले बिउ पनि छोटाएँ अनि छोटाएर अनि फेरि अब मलाई त्यो अब त्यत्रो बेला भएको बोका मर्छ भने पनि मलाई मनमा तरेछ मलाई पिर पनि लागेन अनि वहीँ परमेश्वर अब उठाएर हेलो।